सम्पत्ति विवरण दाखिला गर्ने सम्बन्धमा सम्पत्ति छानबिन आयोग 2083 द्वारा जारी गरिएको सार्वजनिक सूचना। नेपाल सरकारबाट पहिलो चरणमा आर्थिक वर्ष 2062-63 देखि आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्मको अवधिमा सार्वजनिक पद धारण गरेका र उक्त अवधिमा बहाल रही हाल जुनसुकै किसिमले सेवाबाट अवकाश भइसकेका राजनीतिक पदाधिकारी कर्मचारी तथा निजहरूका परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण सङ्कलन र छानबिन गरी प्रतिवेदन पेश गर्ने प्रयोजनका लागि सम्पत्ति छानबिन आयोग 2083 गठन भएको कुरा सबै विदितै छ। उक्त आयोगले मिति 2083 वैशाख 10 गते खमेल स्थित केशर पुस्तकालय रहेको भवनमा कार्यालय खडा गरी कार्य सञ्चालन गरिएको छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट नेपाल राजपत्र खण्ड 76 मिति 2083 वैशाख 2 मा प्रकाशित पूर्व अतिरिक्ताङ्क 1 र 2083 वैशाख 14 मा प्रकाशित अतिरिक्ताङ्क 2 को सूचनाबाट तोकिएको कार्यादेशमा देखाएको सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका देखाएका पदाधिकारी र तिनका परिवार समेतका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्तिको विवरण सङ्कलन गर्ने र सो उपर जाँचबुझ गर्ने। तत्कालीन श्री 5 को सरकार र नेपाल सरकारका प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री तथा सहायक मन्त्री, तत्कालीन संसद सदस्य, व्यवस्थापिकाको रूपमा कार्य गर्ने संविधान सभाका सदस्य, नेपाल अधिराज्यको संविधान 2047, नेपालको अन्तरिम संविधान 2063 र नेपालको संविधान बमोजिम नियुक्त भई संवैधानिक निकायबाट पदमुक्त भएका वा हटेका प्रमुख तथा पदाधिकारी, पूर्व न्यायाधीशहरू तथा नेपाली सेनाको सेवानिवृत्त राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह र सो भन्दा माथिका अधिकृतहरू, प्रदेश प्रमुख, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्य मन्त्री तथा सहायक मन्त्री, प्रदेश सभाका सदस्य तथा पदाधिकारी, महान्यायाधिवक्ता र मुख्य न्यायाधिवक्ता, साविकको जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुख तथा कर्मचारी, राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह र सो भन्दा माथिको पदका निजामती सेवा, संसद सेवा, स्वास्थ्य सेवा र वा राष्ट्रिय मानवाधिकार सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, कार्यालय प्रमुखको पदमा कार्यरत वा कार्य गरेको निजामती सेवा, संसद सेवा, स्वास्थ्य सेवा वा राष्ट्रिय मानवाधिकार सेवाको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका कर्मचारी, कार्यालय प्रमुख पदमा कार्यरत वा कार्य गरेको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रिय अनुसन्धान विभागको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको कर्मचारी, नेपाल राष्ट्र बैङ्कका गभर्नर, सञ्चालक समितिका पदाधिकारी, डेपुटी गभर्नर, कार्यकारी निर्देशक र राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह र सो भन्दा माथिका कर्मचारी, प्रचलित कानुन बमोजिम स्थापित सरकारी बैङ्क तथा वित्तीय संस्था, नेपाल सरकारका आयोग, प्रतिष्ठान, प्राधिकरण, बोर्ड, समिति, केन्द्र आदिका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत तथा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह र सो भन्दा माथिको कर्मचारी, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थानका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, नेपाल सरकारबाट अनुदान प्राप्त गर्ने विश्वविद्यालय, प्रतिष्ठान लगायतका निकायका पदाधिकारी र राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरह र सो भन्दा माथिको कर्मचारी, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, नेपाल सरकारका मन्त्री वा प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्री, नेपाल सरकार वा प्रदेश सरकारको राज्य मन्त्री, सहायक मन्त्री वा संवैधानिक निकायका प्रमुख तथा सदस्य वा यस्तै पदमा रहेका व्यक्तिले नेपाल सरकार वा प्रदेश सरकारबाट पारिश्रमिक वा सुविधा लिने वा नलिने गरी नियुक्त भएका वा नियुक्त नभई कार्य गरेका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव वा यस्तै पदाधिकारी
भनी यस आयोगको काम कर्तव्य र अधिकार तोकेकोले माथि उल्लिखित पदाधिकारीहरूको पैतृक तथा आफ्नो पालामा आर्जित चल अचल सम्पत्ति र त्यसका स्रोतहरू तलब भत्ता, विदेश भ्रमण, घर जग्गा, सेयर कारोबार, वित्तीय संस्थाबाट लिएको ऋण, कृषि, पशुपालन, व्यापार, व्यवसाय तथा विप्रेषण लगायतबाट प्राप्त आय तथा व्यय सो पुष्टि हुने कागजात आयोगबाट निर्धारित सम्पत्ति विवरण फारम 7 यो सूचना गोरखापत्रमा प्रकाशित भएका मितिले 30 दिनभित्र यस आयोगमा आफै वा आफ्नो प्रतिनिधि मार्फत, हुलाक मार्फत वा आयोगले इमेल ठेगानामा दाखिला गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ। माथि उल्लिखित भए मध्येका कुनै पदाधिकारी वा कर्मचारी आर्थिक वर्ष 2048 सालदेखि आर्थिक वर्ष 2062-63 पछि पनि सेवामा कार्यरत रहेको वा सो अवधि पछि सेवाबाट अवकाश पाएको भए पनि एक पटक सम्पत्तिको विवरण पेश गर्नु पर्नेछ। माथि उल्लेख गरिए अनुसारको सम्पत्ति विवरण बुझाउँदा भर्नुपर्ने फारम यस आयोगबाट प्राप्त गर्न वा आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। जानी अपूर्ण वा झुट्टा बेहोराको सम्पत्ति विवरण भरि बुझाउने वा तोकिएको अवधिभित्र सम्पत्तिको विवरण नै नबुझाउनेहरूका हकमा कानुन बमोजिम हुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। सम्पर्क ठेगाना सम्पत्ति छानबिन आयोग 2083 केशरमहल काठमाडौँ। उजुरी गर्ने सम्बन्धमा सम्पत्ति छानबिन आयोग 2083 द्वारा जारी गरेको सार्वजनिक सूचना। यस आयोगबाट गोरखापत्रमा आजैका मितिमा प्रकाशित सूचना नम्बर 1 अनुसार स्वत छानबिनको सूचीमा पर्ने वा सो सूचीमा नपर्ने अन्य जुनसुकै सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीले अस्वाभाविक किसिमले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति आफू र आफ्ना परिवारका सदस्य वा आफन्त वा नाता सम्बन्ध नै नपर्ने वा अन्य व्यक्तिका नाममा स्वदेश तथा विदेशमा राखेको भन्ने कुराको कुनै सूचना, जानकारी वा प्रमाण भएमा उपलब्ध भएसम्मका प्रमाण समेत उल्लेख गरी कार्यालय समयमा सम्भव भएसम्म त्यस्ता व्यक्तिको सम्पर्क नम्बर तथा इमेल ठेगाना सहितको विवरण जोसुकैले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर समेत खुलाई यस आयोगमा स्वयं उपस्थित भई वा हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा उजुर गर्न सकिनेछ। सो अनुसारको उजुरी गर्ने उजुरीकर्ताको नाम, थर र वतन समेतको विवरण आयोगमा गोप्य रहने ब्यौरा समेत सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। सम्पत्ति छानबिन आयोग 2083 सम्पत्ति विवरण फारम। व्यक्तिगत विवरण, पारिवारिक विवरण। परिवार भन्नाले सगोलमा रहेका पति, पत्नी, छोरा, अविवाहित छोरी, बुहारी, आफैले पालन पोषण गर्नुपर्ने बाबु, आमा, दाजु, भाइ, दिदी, बहिनी, नाति, नातिनी, बुहारी, अविवाहिता नातिनी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, विधवा, सासू तथा ससुरा समेतलाई जनाउँछ। सम्पत्ति विवरण पेश गर्दा आय व्यय पुष्टि हुने सम्पूर्ण कागजात समावेश गर्नुपर्नेछ। निर्वाचित वा मनोनयन भएको भन्नाले प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री, सांसद तथा राजनैतिक नियुक्ति भएका अन्य पदाधिकारी समेतलाई जनाउँदछ। विवरणमा उल्लेख भएका नातेदार मध्ये कसैको मृत्यु भएको वा मृत्यु भएको मिति समेत कैफियत महलमा खुलाउनु पर्नेछ। विवरण भर्दा उल्लेख भएको महलमा नहटाएमा छुट्टै कागजमा तयार गरी पेश गर्न सकिनेछ। उसँग असम्बन्धित वा आफूले भर्न नपर्ने महलमा क्रस चिन्ह लगाउनु पर्नेछ। जानकारीको लागि एउटा सार्वजनिक पद धारण गर्ने कर्मचारीले सम्पत्ति विवरण आफू कार्यरत रहँदा नै भरिसकेका हुन्छन्। यो नौलो होइन, तर सम्पूर्ण कागजात नहुनेले यो सम्पत्ति विवरण भर्दा अवकाश भइसकेका लागि भने अलि चुनौती जस्तो देखियो। यसको बारे के हुन्छ प्रश्न। कान्तिपुरसँगको कुराकानीमा सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्र भण्डारीले बताएको कुरा भन्दै कान्तिपुर समाचारमा भन्छ, आयोगलाई सरकारले दिएको कार्यादेशमा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, बहालवाला राष्ट्रपति, बहालवाला उपराष्ट्रपति, साथै बहालवाला प्रधानमन्त्री, मन्त्रीहरू र सांसदहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश नभएको जानकारी छ। त्यस्तै गरी अध्यक्ष भण्डारीले भने बमोजिम अहिले पदमा रहेका नेपाली सेनाका प्रधान सेनापति, संवैधानिक आयोगका पदाधिकारीहरू र न्यायालयमा कार्यरत न्यायाधीशहरूको पनि सम्पत्ति छानबिन गर्ने कार्यादेश आयोगलाई नभएको जानकारी।
तर उजुरी आएको खण्डमा भने अध्ययन गरी सम्बन्धित निकायलाई नै पठाइदिने जानकारी कान्तिपुर टिभीले दिएको छ। अन्त्यमा एउटा काल्पनिक प्रश्न, मानिलिऊ तपाईँ अहिले ब्याचलर पढ्दै हुनुहुन्छ। कलेजले तपाईलाई तपाईँ कक्षा 8, 9, 10, 11 र 12 को सम्पूर्ण आर्थिक हिसाब र मार्कसिट पेश गर्नुहोला भन्यो रे। त्यसमा सम्पूर्ण फी बिल नम्बर सहित पेश गर्नु पर्नेछ। त्यो विवरण पछि रुजु वा जाँच हुनेछ। झुट पेश गर्न पाइने छैन भनेमा के हुन्छ? फी बिल भन्नाले कलेज फी, इक्जाम फी, खाजा खर्च, यातायात खर्च, स्पोर्ट्स बिल, किताब बिल, सर्टिफिकेट लिँदाको फी भन्ने बुझिन्छ भनेमा के हुन्छ? के तपाईसँग सबै बिल सुरक्षित छन् त? साथै तपाईलाई यो प्रस्तुति कस्तो लाग्यो कमेन्टमा लेख्न सक्नुहुन्छ। यतिन्जेल सुनिदिनु भएकोमा धन्यवाद। साथै सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।